मिनी भ्लग आज हामी जाउराखेल चिडियाखानामा टक्क लाएर के देख्यो भन्दा मेरो सर यो नाम भनेर साध्य छैन नाम भनेर साध्य छैन भन् के देखिस् नदेखेको चिज के थिएन सबै देखेको थियो मोबाइलमा भयो नि रियलमा पनि सबै देखियो होइन त अब सबै देखियो तपाईँले के देख्यो मम्मी मैले जलगैडा देखेँ बाघ देखेँ देखेँ भालु देखेँ वन मान्छे देखेँ डाँफा देखेँ मैना देखेँ देखेँ मयूर देखेँ भया भएका सबै यहीँ छन् होइन त वन के भन्छ नु कालो बाघ पनि देखेँ है कालो बाघ देखेँ हिमचितुवा देख्या जलगैडा गैडा हात्ती बाघ सबै छ त नभएको केही छ कि नभएको चिज के छैन नभएको त अब त्यही होला अब हामीले घरपालुवा जनावरहरू छैन होला जल के अरे मन भएपछि वन भइसक्यो नि देखेको हामी वन भइसक्यो घर लैजाउँ क्या घर हाल्छ हाम्रो रुममा रुमको लागि लैजाउँ यहाँसँग अस्ट्रिजहरू के छन् यहाँ गाइज यो अस्ट्रिज छ यहाँ छ त्यसको अन्डा खाने अस्ट्रिजको अन्डा खाने यस्तै छ अब आज हामी घुम्न त आयौँ तर आज हात दुखिसक्यो म यसमा गाइज अनि गई पनि देख्नु भयो नि त माथि हेर अब निकाल्छ जलगैडादेखि क्या अब ऊ वन मान्छेहरू म ठ्याक्कै त्यो तल उता वन मान्छे छ गाइजहरू ठ्याक्कै त्यो वन मान्छे हो त्यो चाहिँ हाम्रो पुर्खा त्यो चाहिँ केपिओली भनौँ न ठ्याक्कै हाम्रो यहाँ चाहिँ हाम्रो पुर्खा उता केपिओली केपिओली भने यहाँ आयो देख्नु रहेछ चस्मा लगाइदिउँ 1500 को नत्र लगाइदिउँ भित्र गयो सबैको देखियो अहिले गाइज अब हामीले अब तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो के छ भने यहाँ चाहिँ हाम्रो भालु भालु छ हाम्रो यहाँ जङ्गली भालु यसले चाहिँ मान्छेले आक्रमण गर्दा खोज्दाखेरि सबभन्दा सुरुमा आँखा खान्छ भन्ने सुनेको छ हो कि होइन त्यो थाहा भएन उता पनि छ गाइज यहाँ हेर्नुहोस् यो छ यहाँ चाहिँ पानी पिउने ठाउँ छ यहाँ के गर्नु गाइज पानी खान्छु म त अब यहाँ चाहिँ पानी सानी खाइयो मस्तसँगले मजाको हुन्छ यो पानी कस्तो लाग्यो तपाईँले यो पानी धेरै निको लाग्यो बाबा राम्रो होइन धेरै राम्रो पाहाडको जस्तो लाग्यो है अहिले खाए पानी मजा खाने अब काठमाडौँ सिमाजीले फर्स्ट टाइम पानी खाएर मम्मीलाई पानी मन पऱ्यो रे रुमको पानी जारको पानी मन नपर्ने कहाँ आउने हो रुखमी चट्टी हो त्यहाँ परिकार मात्र लाग्दाखेरि अब चाहिँ निस्किनु लाग्यो गाइज
त्यसै हामी जाने बाटो भयो अब यहाँ सडक छ दुम्सी भन्छ दिउँसोमा त देखिँदै देखिन्न नि त्यसले फर हाने त्यसरी छेच्छ जान्थ्यो सडक तिल फरडा बर्बाद हो सडो मकै खाना सडो चाहिँ टक्क लगाएर अब हेर्नुहोस् अब अझै मम्मीलाई म गई देखाउँछु एकचोटि आफ्टर लङ टाइम म चाहिँ फर्स्ट टाइम एकचोटि बुवासँग आएको थिएँ होइन दोस्रोचोटि मम्मीसँग आयो अब कोसँग आएको छैन अब मम्मीको बुहारी आउने हुनुहुन्छ के हुन्छ हेरौँ अब तेस्रो पटक कहाँ दोस्रो पटक अब तेस्रो पटक आउँदाखेरि बुहारी मम्मी बुवा तिनटै पोखरी छ चाहिँ फुलहरू छ कोपिउँली यो बोट प्याउली बनाइमा ज्ञान छ नि एउटा यो चाहिँ प्याउलीको बोट हो यो चाहिँ भाइ ह्यान्डसम केटो फेरि हाम्रो चाहिँ